नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट असन्न निर्वाचन फागुन 28 गतिको लागि प्रत्यक्षतर्फ हाम्रो अजमल कामल राईज्यूको नाममा मनोनयन पत्र दर्ता गरिएको छ र समानुपातिकतर्फ परशुराम तामाङ हुनुहुन्छ र अर्को कृष्ण कुमार राई हुनुहुन्छ र उहाँहरू उम्मेदवारहरू पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्ने र हाम्रा कुराहरू पनि सार्वजनिक गर्नको निमित्त यहाँहरूको समयलाई महत्त्वपूर्ण समयलाई हामीले यो खर्च गरिदिँदै आज यहाँ निमन्त्रणा गरेका छौँ र यहाँ अहिले यो हाम्रो प्रेस विज्ञप्ति संक्षिप्त बनेको छ। यो प्रेस विज्ञप्तिमा अपुरो अधुरो रहेको हाम्रा उम्मेदवार नेता कमरेडहरू बाट पनि यहाँहरूबाट चाहिँ परिपूर्ति हुनेछ र यहाँ जे जति यहाँ तयार पार्छु यो चाहिँ म वाचन गर्न चाहन्छु। नेपाली कम्युनिस्ट पार्टी भोजपुरको पत्रकार सङ्घ 2082 माघ 7 बुधबार दिनको 3 बजे। आदरणीय सम्पूर्ण पत्रकार साथीहरू, मुलुकमा नेपाली जनताको विकास समृद्धि परिवर्तन राष्ट्रिय सार्वभौमिक सत्ता राष्ट्रिय एकता स्वाभिमान आत्मसम्मान सुशासन समानतामा आधारित राजनैतिक शासन प्रणालीको उच्चतम व्यवस्थाको निम्ति पटक पटक क्रान्ति आन्दोलनहरू भएका छन्। नेपाली जनताले गरेको आन्दोलनको उपलब्धि स्वरूप समाजवाद सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको थियो। 10 वर्ष जनयुद्ध, ऐतिहासिक 2062-63 जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, थरवार्ड मधेस विद्रोहको बलियो स्थापित संसदबाट निरङ्कुश पारिवारिक राजतन्त्रको अन्त्य भएको थियो। पुनर्स्थापित संसदबाट गरी अन्तरिम समिति 2063 को धर्मनिरपेक्षता पहिचानमा आधारित सङ्घीयता समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरेको थियो। मुलुकको विकास सुशासन समृद्धिको निम्ति पहिचान सहितको सङ्घीयता गणतन्त्र जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था र धर्मनिरपेक्ष संस्थागत र व्यावहारिक बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति विज्ञ विशेषज्ञहरूको सरकारमा सहभागिता, स्थानीय तहमा गैर दलीय निर्वाचित जनप्रतिनिधित्व, सङ्घीयता सुशासन समृद्धि, नेपाली विशेषताको समाजवाद स्थापनाका निमित्त विचार सिद्धान्त र उद्देश्य मिल्ने कम्युनिस्ट राजनीतिक शक्ति समूह दलहरूसँग एकता रूपान्तरण प्रक्रियामा अघि बढ्दै राजनीतिक दलहरू नेपाली कम्युनिस्ट पार्टी ध्रुवीकरणमा जुटेको अवस्था छ। पछिल्लो समय देशमा स्थापित राजनीतिक दल र दलका नेतृत्व वर्गको घमण्ड, दम्भ, अहङ्कारको कारणले चरम असन्तुष्टि बढेर 2082 भदौ 23 र 24 गते नेपालमा जेन्जी विद्रोहमा परिणत भई मुलुक संवैधानिक सङ्कटमा फँसेको छ र निकै लामो समयदेखि भ्रष्ट, लोभी, पापी कर्मचारी तन्त्रको सहयोगमा नेकपा एमाले नेपाली काङ्ग्रेस नेतृत्वले 2/3 को सरकार नीतिगत र संस्थागत भ्रष्टाचार र कमिसन खोर डिजिटल भ्रष्टाचारमा संलग्न हुँदै आएको कारण यति बेला जनतामा असन्तुष्टि बढ्न गई निराशा पैदा भएको छ। जनतामा छएको निराशा निर्वाचनको माध्यमबाट सम्बोधन गर्न नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट आगामी 2082 फागुन 21 गतेका प्रतिनिधि सभा निर्वाचन 2082 का लागि प्रतिनिधि सभा निर्वाचनमा हाम्रो गौरवशाली नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा भोजपुर जिल्लाबाट कमरेड अजम्बर राई काङमाङको उम्मेदवार मनोनयन दर्ता गरिएको छ। यही सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार कमरेड परशुराम तामाङ र कमरेड कृष्ण कुमार राई हुनुहुन्छ। प्रतिनिधि सभा निर्वाचन 2082 नेपाली कम्युनिस्ट पार्टीले विजय गराउनका लागि पत्रकार साथीहरूबाट सूचना सम्प्रेषण गर्न र सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। राजेन्द्र कुमार राई संयोजक, नगेन्द्र किराँती सह संयोजक, नेपाली कम्युनिस्ट पार्टी भोजपुर जिल्ला निर्वाचन परिचालन समिति। धन्यवाद।